हेलो गाइस, वेलकम टु माई भ्लग। आज चाहिँ मैले छोटो मिठो भ्लग बनाउनु गइरहेको छु। आज चाहिँ हामी खै कुन ठाउँ हो यो नचिनेको ठाउँ। मेरो अरू दुईवटा साथीहरू अगाडि गइसकेको छ, तिनीहरूले चाहिँ लिएको छन्। हामी दुईवटा चाहिँ अब घुमदेखि बाहिर निस्केको हल्का यो क्लिपमाथि गरेको छौँ, हेर्नु होला। अहिले चाहिँ हामी अटोमा चढिसकेको छौँ होइन। कुन पार्कमा हामी जान लागेको? कहाँ? पार्कमा ल गाइस, हामी चाहिँ अहिले अटोमा चढिसकेको छौँ होइन। हेर्नुहोस्, अहिले अटोमा चाहिँ हामी रमाइलो गर्दै गइरहेको छौँ नि। सबैले हाई गर्दैन यार। अब त्यहाँ गएर पार्क कस्तो छ भनेर देखाउनु गइरहेको छौँ होइन। अब कतिको रमाइलो हुन्छ त्यहाँ सबै देखाउने तपाईँहरूलाई होइन। हामी चाहिँ यो पार्कमा पुगिसकेको छौँ। त्यो अटो चाहिँ हामीलाई छोडेर गइसकेको छ होइन। हामी घुम्ने नक्सा चाहिँ देखाउनु गइरहेको छ होइन गाइस। हेर्नुहोस्, नक्सा चाहिँ यत्रो छ। हामी आज घुमेर यसै त हामी ढिला आएको छौँ। कति 3 बजी 3:30 भइसक्यो होला ढिला आएको छौँ। यत्रो नक्सा छ कि होइन। हामी आज घुमेर भ्याउँदैनन्। साथीहरू यही घुमेर सबै उस गरेर देखाउनेछौँ गाइस तपाईँहरूलाई। हेर्नुहोस्, बाटो चाहिँ यो पनि छ, यता पनि छ बाटो होइन। यताबाट सिकाएर खान्छ साथीले। अब के हुने हेरौँ है ल गाइस। हेर्नुहोस् बाटो कस्तो छ। पार्क चाहिँ दामी छ गाइस है। पार्क हेर्नुहोस्, बाफ्रे। आज पार्कमा चाहिँ रमाइलो होला जस्तो छ। तर पार्कमा नेपालमा जति पनि देखिरहेको हुन्छ नि मैले पार्कहरू काठमाडौँतिर, अब जहिले पनि यता घुमेर आउँछ होइन। तर पार्कमा जहिले पनि यति धेरै मान्छेहरू हुन्छ कि यति धेरै कुरै छाडिदिनुहोस्, यति धेरै हुन्छ कि पार्कभित्र छिर्दिने बेला नि बाटो राम्रोसँग पाइँदैन क्या। यहाँ चाहिँ हेर्नु न गाइस, कोही पनि छैन, सुनसान छ कि एकदम सुनसान। के फल रहेछ गाइस चाहिँ पहिलो हरियो ठुल्ठुलोमा नरिवलको बुट्टामा भएको छ। त नरिवल नै होला सायद। नरिवल छानो कस्तो हुन्छ र भने। साथीहरू चाहिँ त्यहाँ गइसकेको छ गाइस होइन। जस्तै उता गइसकेको छ। म मात्रै अलिक पछि केही भ्लगहरू गर्छु भनेर चाहिँ पछि छु होइन। रमाइलो छ, हेरिदिनु होला। वा के हो मुला, पानीको ट्याङ्की हो कि हो है। यो के बनाएको रहेछ, दामी छ। हेर्नुहोस् उता भ्युजहरू। वा हामी चाहिँ पार्कको हल्का अलिक भित्र गइरहेछौँ, पुगिसकेको छौँ होइन गाइस। हेर्नुहोस् यस्तो दामी छ कि ओ भाइ। त्यहाँ माथि त्यो नेपालमा चाहिँ पृथ्वीनारायण शाहको देखाएको थियौँ, जङ्गबहादुर राणाहरूको। तर यहाँ चाहिँ अब यिनीहरू कोही नचिनेका छन् होइन गाइस। हेर्नुहोस्, मलाई देखाउनु नआयो के हो यार। क्या दामी छैन पार्कतिर। वा यहाँ चाहिँ वारको बेलामा उस गरेको पेन मतलब केही गरेको होला सायद यस्तो। यहाँ पुरै त्यो त्यस्तै उस रहेछ, पेन्टिङहरू पुरै। हेर्नुहोस् वारको बेला बनाएको होला सायद यो चाहिँ होइन। इन्जोय गरिदिनु होला होइन गाइस। अब यही भन्न चाहन्छु। अब आज चाहिँ मेरो यो घुमेर बनाएको केही छोटो मिठो भ्लगलाई तपाईँहरूले साथ सपोर्ट गरिदिनु होला होइन। यहाँसम्मको कुरा भने चाहिँ के हो भने गाइस होइन, यहाँ यत्रो ठुलो पार्क छ होइन। नेपालमा भए यति मान्छेहरू हुन्थ्यो नि, पुरै छाडिदिनु कि। यहाँ चाहिँ हेर्नु न यार, कोही पनि छैन कि वरिपरि, कोही पनि छैन। के हो यस्तो, मान्छे छैन कि कोही पनि छैन। तपाईँहरूलाई भनेको ठाउँ थियो नि, त्यो पार्कमा चाहिँ हामी पुगिसकेको छौँ। यहाँ हेर्नु है, त्यो भल्क्यानो होला सायद। हामीले साइन्समा पढेको थियौँ होइन, भल्क्यानो इरप्सन भनेर पढेको थियौँ। हेर्नुहोस् क्या, अरू उता पनि रहेछ होइन। क्या स्टाइलिस छ क्या डस्टबिन पनि। हेर्नुहोस् क्या दामी छ बस्ने ठाउँ। तर यस्तो फोहोर भएको छ नि पार्क पनि है। कोही मान्छेहरू आउँदो रहेछ भित्र है। त्यहाँ त्यो लाइन पनि छ है त्यहाँ माथि। हेर्नुहोस्, हामी त्यो भल्क्यानो माथि जाउँ गइरहेको छौँ है। कस्तो हुन्छ भल्क्यानोहरू। पहिले कालो त्यो उसहरूसँग यो के हो। हेर्नुहोस् दुईवटा आयो, जराएको दुईवटा बच्चा र त्यो उसहरू छन्। केटाहरू चाहिँ अगाडि गइसकेको छन्। हामी पुग्नुपर्ने चाहिँ माथि त्यो टुप्पोमा हो कता। म चाहिँ माथि गर्दै आउँछु है गाइस। हेर्नुहोस्, म चाहिँ अहिले माथि टपमा आइसकेको छु। धेरै हाइट नभए नि राम्रो रहेछ, दामी छ। यो भल्क्यानो त भल्क्यानै हो यार यो, दामी। यहाँनिर अघि तलबाट देखाएको मैले यो दुईवटा के हुने जराएको उसहरू। यो भल्क्यानोको टुप्पोमा जाने खोजिरहेको छु। खै
हाम्रो दामी छ यार सब यहाँ पाहाड भन्ने कुरै देखेको छैन यार यहाँ यो ठाउँमा त कस्तो उत्रेको एरियामा हेर्नुहोस् तराई नेपालको तराई भन्दा भयो यस्तो दामी छ कि कहीँ त्यो पाहाड भन्ने कुरै छैन कि हामी आएको अगाडि कताबाट होइन जङ्गलको बिचबाट बाटोबाट हुँदै आएको थियौँ अहिले चाहिँ यहाँभित्र यो भल्कानमा पुगेका छौँ अझै अगाडि धेरै छ भन्छन् बाटोहरू चाहिँ तर खै हामी भ्याउँछै भ्याउँदैन जतिसम्म भ्याउँछु त्यहाँसम्म चाहिँ म इन गर्ने छु होइन गाइस ल गाइस अब यो ठाउँबाट चाहिँ हामी अर्को ठाउँमा जान लागिरहेको छौँ यही पार्कभित्रै है गाइस हामी चाहिँ अब अर्को ठुलो उसमा छ अरे भित्रै पार्कमा होइन उनी हुन् हाम्रो गाइड चाहिँ होइन गाइड मान्छेहरू हामी यहाँ सानो कोलोनीबाट यो सानो बाटोबाट चाहिँ हामी गइरहेको छौँ है ल हेरिदिनु होला त्यहाँ गएर चाहिँ म कस्तो छ त्यो पार्कभित्रै यो पार्क त पार्क नै हो तर ठुलो उस नै रहेछ क्या यो भित्र पनि धेरै उस रहेछन् मतलब ग्रुपमा बाँडेकोहरू होइन त्यही भएर ल गाइस अब हामीले भ्याएको चाहिँ यति नै हो यति उसहरूसम्म यति पार्कको भित्रको पार्टसम्म मात्रै भ्याएको यति पार्टसम्म मात्रै भ्याएको छौँ योभन्दा अगाडि चाहिँ मैले गर्नु पाएको छैन गाइस त्यसको लागि सरी होइन तपाईँहरूलाई देखाउनु पाएको छैन यी केटाहरू अगाडि पुगेर चाहिँ त्यहाँ खेलिरहेको छन् यहाँनिर पनि ठिकै रहेछ यो दामी रहेछ यहाँनिर पनि उता पनि छ उता हेर फुल के फुल हो क्या थाहा गाई यार हेर न दुईवटा केटाहरू पिङ खेल्दैछ नि त गाइस यस भिडियोको लास्ट अन्तिममा आइसकेको छु होइन कस्तो लाग्यो मेरो भिडियो होइन जानी नजानी भए पनि तपाईँहरूलाई सबै कुराहरू देखाउन खोजिरहेको छु यस क्यामेराको अगाडि आउनु नै धेरै ठुलो कुरा हो गाइस यो लास्टमा आएर चाहिँ अन्तिममा आएर चाहिँ यो पार्क अन्तिममा आएर चाहिँ होइन त्यस्तो दामी रहेछ है बन्द हामीले यो देख्दै देखाएको थिएनौँ कि जाने बेला अर्कै बाटोबाट गएको थियौँ होइन गाइस यस्तो दामी रहेछ यहाँ माथि बन्द सबै केटाहरूलाई देखाउँछ होइन हेर्नु भित्र यस्तो दामी छ केटाहरू पहिल्यै आएर बसिरहेछन् केटाहरू होइन यस्तो दामी देखाएको छ कि होइन ल सियु तपाईँहरूलाई अहिलेसम्म हेरिदिनु भएको मलाई साथ सपोर्ट दिनुभएकोमा लाइक कमेन्ट छोडिदिनु भएकोमा तपाईँहरूलाई धन्यवाद छ होइन ल धन्यवाद छ सबैजनालाई धन्यवाद सियु अर्को भिडियोमा भेटौँ ल